तिम्रा बाको हिम्मत छ भने मेरा बालाई छोएर देखा भनेर चाहिँ अहिले सामाजिक सञ्जालमा एकदमै उफ्रिरहेको थियो होइन, एकदमै अराजक मचाइरहेको थियो होइन। यो जेनजीहरूले जे गरे ठिक गरेछन् क्या होइन। पहिलाको बुढापाकाहरूले भन्छ नि होइन, अति भएपछि खती हुन्छ क्या। यो मेरो प्रश्न चाहिँ महेश बस्नेतलाई चाहिँ के प्रश्न छ भने, हिम्मत छ भने सिमारा छिरेर देखाऊ क्या, सिमारा छिरेर देखाऊ, तिम्रा बाउलाई पनि छिराएर देखाऊ होइन। अनि हो रहेछ भन्नुपर्छ क्या। म चाहिँ अहिले यो सिमारामा प्रोटेस्ट गरेका सिमाराका जनताहरूलाई र सिमाराका जेएनजीहरूलाई चाहिँ सल्युट गर्न चाहन्छु क्या। म चाहिँ एकदमै समर्थन गर्न चाहन्छु, किनभने देशमा चाहिँ भाड भैलो मचाउने होइन, अनि 2-4 लिटर पेट्रोलमा अनि पैसा बाँड्दै हिँड्ने, अनि सारा सोझा सादा जनताहरूको चाहिँ आँखामा छारो हान्दै हिँड्न खोज्नेहरूलाई चाहिँ यसरी नै ठाउँको ठाउँ होइन, यसरी नै विद्रोह गर्नुपर्छ, यसरी नै विरोध जनाउनुपर्छ क्या। म चाहिँ भन्छु यदि देशलाई चाहिँ 2 लिटर पेट्रोल मासु भातमा चाहिँ नि यसरी जनताहरूलाई बेच्दै हिँड्नु पनि भएन होइन। सो यसको लागि चाहिँ यो जुन कदम चालेको छ यो एकदमै बेस्ट हो। मलाई चाहिँ चित्त बुझ्यो साथीहरू होइन। म चाहिँ एकदमै समर्थन छ है। म चाहिँ यो सिमाराको जनताहरूलाई चाहिँ मनैदेखि सल्युट गर्न चाहन्छु कि नेपालको कानुन दैवले जानुन् भने जस्तै होइन। नेपालमा कानुन छ, तर नेपालमा कानुन कस्ता लागेको छन् भने ठुलो बडाको लागि छन्, हत्याराहरूको लागि छन् होइन। जो चोर उसैको ठुलो स्वर हुने यस्ता दलहरू, यस्ता नेताहरू, यस्तो झोलेहरूलाई चाहिँ नि जरैदेखि निमुठ्यान पार्नुपर्छ साथीहरू। म चाहिँ सल्युट छ है त ल मनैदेखिको, र म चाहिँ समर्थनमा छु है त।